गाइस हरे कृष्ण कस्तो हुनुहुन्छ तपाईहरु आशा गर्दैछु सन्चै हुनुहुन्छ होला र यहाँ चाहिँ म मकै भुट्न आँटेको सरस्वती दिदीले दिनुभएको थियो पाण्डमबाट एउटा मकै भुट्दैछु र यो दुधवाला मकै चाहिँ भुटेर खानु एकदम मिठो हुन्छ हो अब भुटेको देखाउँछु ल तपाईहरुलाई र मैले चाहिँ मकै पनि भुटिसकेको छु मकै भुटेर रेडी छ हो अब टेस्टिङको पाला मिठो भएको छ चम्मचले खानु भन्दा चाहिँ हातले खाएको टेस्टै अर्को हुन्छ र 4 बज्न आँट्यो अहिले चाहिँ घाम लाग्दैछ हो त्यो पनि माथि लुगा सुकाए गएर त्यस्तै छ फेरि भेटौँला बाई बाई हरे कृष्ण